Hello, good morning everyone. Welcome back to my channel. आज चाहिँ म मन्दिर जान्दैछु। ढिलो भइरहेको छ। अहिले म एकैचोटि त्यहीँ पुगेर देखाउने छु तपाईँहरूलाई के कारणले गएको भनेर। म चाहिँ आइपुगेँ आज चाहिँ जय श्री राम। यो चाहिँ हामीले अलगढा सबै अलगढा पण्डाल भित्र राजु छ। खनालले हल्ला अहिले गरेर तपाईँलाई बस्नु होला। हाम्रो पूजा आरम्भ भइरहेको छ। मान्छे चाहिँ पुरा छ, निकै बेला हुन्छ। पूजा आरम्भ भइरहेको छ। तबसम्म हामी यहाँबाट गाइस चाहिँ स्टार्ट भएको छ। अझै सुरु भएको सबलाई गाइस अहिले चाहिँ हामी आइरहेको थियो हो। घुमिसक्यो भने खाने जग्गा चाहिँ एकदमै भिड थियो। अब चाहिँ हामी खानासाना खाइसकेर सबैजना घर फर्केको र म चाहिँ भर्खर घर आइसकेँ हो। आज चाहिँ हनुमान जयन्ती थियो, त्यो घुमेर पनि आइसक्यो। अनि अब हाम्रो पुराण पनि सक्यो अलगढामा हो। आज हनुमान जयन्ती पनि सक्यो। अब चाहिँ पुरा कलरै कलर भइरहेको छु हो। अब चाहिँ नुहाउँछु, नुहाइकन अब हेर्छु तपाईँहरूलाई। अन्त हामी एउटा जग्गा जाने साथी हो, तपाईँलाई अहिले म त्यहाँ देखाउँछु। सो गाइस म चाहिँ नुहाएर नुहाइ गरिसकेँ हो। अब निक्लेको अब एकछिन साथीकोमा जान्छु। साथी र म चाहिँ एउटा जग्गा जानु आँटेको छ हो। म अहिले तपाईँलाई त्यहीँ पुगेर देखाउँछु। मैले चाहिँ कहाँ आउँछु भनेर तपाईँलाई भनेको थिएन। यहीँनिर हो, यो आई लभ अलगढा भएको। यहीँनिर आएको हामी चाहिँ, यो आई लभ अलगढा भएको त्यहाँ हो। यसलाई चाहिँ गुरुङ डाँडा पनि भन्छ। यहाँबाट दामी दामी भ्यूहरू पनि देख्छ कि, तर आज यो कुहिरो लागेर देखेको छैन हो। यहाँ साथीहरूले पर्खिरहेको छ। हामी चाहिँ अब छिटो घर जानुपर्ने हुन्छ, किनभने गाउँमा मरौ परिरहेको रहेछ हो। परेछ अन्त अब त्यहीँनिर जानुपर्ने हुन्छ नि त। त्यही भएर चाहिँ मैले त्यस्तो लामो क्लिप गर्नु सकिनँ।